यहाँहरु सम्पूर्णलाई जय मसीह। म आजको दिन तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा पास्टर डेभिड चौलागाई स्वागत गर्दछु। र आजको दिन हामी केही विषयलाई लिएर छलफल गर्नेछौं, कुराकानी गर्नेछौं यहाँहरुको बीचमा। अनि म विश्वास गर्दछु तपाईहरु सबैजना एकदम आशिषमय हुनुहुनेछ आजको हाम्रो यो छलफलद्वारा। र आजको दिन मैले मेरो च्यानलमा चाहिँ टेबर्निकल चर्च गौशालाको पास्टर दिपेन्द्र राईज्यूलाई मैले बोलाएको छु। र आउनुस् हामी उहाँलाई आजको यो च्यानलमा हामी स्वागत गर्दछौं। पास्टरज्यू यहाँलाई स्वागत छ। थ्यांक यू सो मच। अनि कस्तो हुनुहुन्छ पास्टर? म ठीक छु। लामो समयपछि यसरी हामी फेरि भिडियोमा भेटिरहेको छौं। हजुर हजुर। अनि सर्वप्रथम त यहाँलाई एकदम स्वागत छ। धेरै धन्यवाद। कस्तो हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ यी दिनहरुमा? म एकदम फाइन छु, ठीक छु, अहिले राम्रो छु। बीचमा अलिकति स्वास्थ्यले धोका दिला जस्तो भएको थियो, अहिले आएर एकदम ठीक छु। अहिले के गर्दै हुनुहुन्छ भन्ने सवालमा म अब सेवातिरै व्यस्त छु। विभिन्न ट्रेनिङ, मानिसहरुलाई काउन्सिलिङका कुराहरू, यी सेवाकाईतिरै व्यस्त छु। ओके ओके। अहिले भनेपछि तपाई गौशालामा सेवाकाई गरिराख्नु भएको छ? हजुर हजुर हजुर। अनि एकदम खुसी लाग्यो तपाईलाई आज यसरी यो कार्यक्रममा मेरो च्यानलमा बोलाउन पाउँदा म धेरै नै खुसी छु। एकदमै खुसी छु। विशेष चाहिँ हामी अलिकता यो गेस्टको हिसाबले भन्दा पनि हामी एकदमै मिल्ने साथी हौं। त्यसले गर्दाखेरि अलिकता हामी साथी जस्तै गरेर पनि हामी कुराकानी गर्नेछौं। सारै फर्मालिटी हामी कुराकानी दिन लाग्ने छैन। ओके, हामी आज तपाईहरुको बीचमा एउटा विषयलाई लिएर हामी बातचित गर्नेछौं, जुन विषय चाहिँ यो मिनिस्ट्री गर्नेहरुको लागि पनि, पास्टरहरुको लागि पनि, अथवा कुनै अफिसमा काम गर्ने किन नहोस्, एउटा सर्वसाधारण मानिस किन नहोस्, हरेकसँग सम्बन्धित एउटा विषय छ। परिवारसँग सम्बन्धित विषय छ, मिनिस्ट्रीसँग सम्बन्धित विषय छ, मण्डलीसँग, तपाईले गरेका सेवाकाईसँग सम्बन्धित हरेक क्षेत्रलाई यसले समेटेको छ। अनि जुन विषयमा आजको दिन हामी हेर्नेछौं, र यो आजको हाम्रो विषय चाहिँ अफेन्डेड भन्ने एउटा विषय छ, जसलाई चाहिँ नेपालीमा चित्त दुखाइ। आज चित्त दुखाइ भन्ने कुरोले मानिसको जीवनमा कतिसम्म गर्छ भन्ने कुरो मानिसहरूले उति त्यो कुरालाई ध्यान दिएको छैनन्। अनि मानिसलाई चाहिँ अलिकता कसैले केही भन्नु हुँदैन, कसैले केही लेखिदिनु हुँदैन, मानिस एकदम अफेन्डमा आइहाल्छ, चित्त दुखाइमा मानिसहरू आइहाल्छ। यो विषयलाई पास्टरजी कसरी लिनु भएको छ तपाईले? यसो छ, मानिसको मन हो, व्यक्ति वाइज हरेक व्यक्तिको मन, हृदय, विचार फरक हुन्छ। जसले गर्दाखेरिलाई अब कतिजनाले यो कुरालाई एकदमै सेन्सिटिभ रूपमा लिन्छ र त्यो कुराको लागि तुरुन्तै एक्सनमा उत्रिन्छ भने कतिजनाले चाहिँ अब त्यो कुरालाई एज एउटा सिकाइको रूपमा पनि लिइराखेको हुँदछ। त्यो छ। र विशेष गरिकन मेरो व्यक्तिगत कुरा गर्नु पर्दाखेरि म चाहिँ जब मेरो विषयमा आउँछ चित्त दुखाइको कुरो छ भने चाहिँ त्यसलाई चाहिँ म एज एउटा सिकाइको रूपमा लिन्छु। अनि त्यसले गर्दाखेरिलाई अब मैले अघि भनिहालेँ, त्यो व्यक्ति विशेष फरक पर्न जान्छ मेरो बुझाइमा। हामीले समाजमा यस्तो पनि देखेको छौं पास्टरज्यू, सेवाकाई गर्दाको दौरानमा, हजुर, कुनै काम गर्दै गरेको दौरानमा कसैले आएर कमेन्ट गरिदियो, कसैले आएर भनिदियो, अथवा यो भएन अथवा त्यो भएन भन्ने बित्तिकै मानिस एकदम एग्रेसिभ भएर उत्रिहालेको पनि हामीले देखेको छौं। अनि जसले गर्दाखेरि धेरै सम्बन्धहरू टुटेको हैन त, मिनिस्ट्रीमा त्यो कुरोले पनि धक्का पुगेका थुप्रै कुराहरू देखेको छ। जब मान्छे एउटा अफेन्डेडमा उत्रिन्छ, हैन, अफेन्समा उत्रिन्छ, मिनिस्ट्रीमा यो कुरोले कतिको असर पार्छ भन्ने तपाईलाई लागिरहेछ? यसले एकदमै असर पार्छ। यसले एकदमै असर पार्छ। मैले भनिहालेँ, मिनिस्ट्री भनेको एउटा सिङ्गो, त्यो पनि एउटा समाज हो। ओके, त्यहाँ विभिन्न खालका मानिसहरू त्यहाँ पनि हुन्छन्, जसले गर्दाखेरिलाई कतिले अब ब्रड प्रकारले सोच्छ, कतिले एकदमै त्यो कुरोलाई सीमित प्रकारले सोचिरहेको हुन्छ। जसले गर्दाखेरिलाई अब मैले नि हजुरले कुनै कुरा गर्दै हुनुहुन्छ र त्यो कुराको लागि मैले चाहिँ यो त यसो गर्दाखेरि अझ राम्रो हुन्थ्यो, अथवा यो चाहिँ अलि ठिक भएन भन्दै गर्दाखेरिलाई
अब हजुरले चाहिँ कुन प्रकारले लिनुहुन्छ त्यसले चाहिँ ठुलो फरक पार्छ हैन। अब त्यही कुरा अब हजुरले ए हो ल ठिक छ नि त इट्स ओके, यसलाई म यो तपाईलाई ठिक लागेन भने यसलाई म अझै इन्भेस्टिगेसन गर्छु अथवा यसलाई अझै म विचार गरेर यसलाई म परिमार्जन गर्नतिर जान्छु, सन्तुलित गर्नतिर जान्छु, त्यो प्रकारले गयो भने त्यो खासै फरक नपर्ला र त्यो व्यक्तिको लागि सबभन्दा बेटर हुन्छ हैन। उसको अझै ग्रोथको कुराहरुलाई अझै प्लस पोइन्ट भयो। तर अब यदि म भन्दा ऊ कहाँ जान्ने म हो नि त, त्यो प्रकारको म भन्ने जब त्यो कुराहरु यदि ऊ भित्र छ भने चाहिँ त्यसले चाहिँ ठुलो फरक पार्छ र मिनिस्ट्रीलाई पनि ठुलो एउटा दग्गा पुर्याउँछ। यसले चाहिँ एउटा मिनिस्ट्रीलाई पनि धक्का पुर्याउँछ काम गर्दछ, पुर्याउँछ। मान्छे अफेन्स हुनुको कारण, सानो सानो कुरामा चित्त दुखाइहाल्नुको कारण के होला जस्तो लाग्छ तपाईलाई? यो यस्तो छ, मन हो, यो मानिस स्वभावले नि, यो चाहिँ मानवीय स्वभाव हो कि हैन। हामी मानवीय स्वभावमा यस्तो छौं, यस्तो प्रकारले हामी भित्र त्यो कुराहरु छ। त्यो चाहिँ के भन्दाखेरिलाई मोह भन्ने कुरा जब मानिस भित्र आयो नि, हामीले अब अहिले हामी यसरी बसेर कुरा गर्दै गर्दा हामी बाइबलमा जाउँ एकचोटी हैन। जब हामी उत्पत्तिको किताबमा हेर्छौं भने जब परमेश्वरले सृष्टिको सुरुवातमा आदम र हव्वालाई सृष्टि गर्नुभयो, राइट, कति आनन्द थियो नि त्यति बेला। तर जसै परमेश्वर हरेक दिन आदम र हव्वासँग उहाँ भेटेर कुराकानी गर्नुहुन्थ्यो, संगति गर्नुहुन्थ्यो, त्यति बेला कुनै समस्या थिएन के। तर त्यहाँनिर हाम्रो शत्रु जब आयो, शत्रु आएर जसै मानिसलाई आफ्नो बसमा पार्यो, अनि जब मानिसभित्र पाप छिर्यो, जब पाप छिर्यो नि, अनि त्यो जुन शैतानको, जुन दुष्टको म भन्ने कुरा चाहिँ मानिसभित्र आयो के, जसले गर्दाखेरिलाई चाहिँ आज त्यो जब म भन्ने कुरा आएको कारणले गर्दाखेरिलाई अहिले पनि मानिसमा त्यो स्वभाव चाहिँ छँदैछ। एउटा भनाइ छ नि, उद्धार चाहिँ पाएको सुधार चाहिँ नभएको भने जस्तो एउटा कुरामा त्यो सुधार हुन अझै पनि बाँकी छ। अनि जब म भन्ने कुरा जब म भित्र छ भने चाहिँ त्यो म चाहिँ म नै हो। अनि त्यसले चाहिँ मलाई त्यो कुराको लागि चाहिँ छिटो एग्रेसिभतिर लाने, डोर्याउने कुराहरू त्यसले त्यहाँ लान्छ के। राइट राइट, ठिकै हो एकदमै। अनि त्यो हुनाले त मानिसहरूले जब अफेन्स गर्नेतिर लाग्छन् हैन, उनीहरूले आफूलाई डिफेन्स गर्नेतिर लाग्छन्, सम्बन्धहरू बिस्तारै टुट्नुको कारण नै त्यही त हो। त्यही हो। अनि कतिपय ठाउँमा चाहिँ हामीले बाइबलमा पाप नगर भन्ने मात्रै कुरा हामीले पाएको छैनौँ हैन। तर बाइबलले यो पनि भन्छ, खालि बाइबलले पाप नगर मात्रै भन्दैन, तर बाइबलले यो पनि भन्छ कि तिमीले आफ्नो भाइलाई घृणा पनि नगर। र अफेन्सिभ हुनु भनेको चाहिँ यो घृणाको एउटा सुरुवात हो। तर यसलाई घृणा नै त हामी भन्न मिल्दैन, हामी सक्दैनौँ। तर एउटा अफेन्स गर्नु भनेको चाहिँ त्यो कुराको लागि एउटा हामीले बिउ रोपिदिए जस्तै नै हो। र एक प्रकारले बाइबलमा लुकाको पुस्तकमा येशूले पनि भन्नुभयो कि समस्या हामी कसैको पनि जीवनमा आउँदैन भनिकन प्रभुले भन्नु भएन। हामी सबैको जीवनमा उतार चढावहरू आउँछ, हामी सबैको जीवनमा अप डाउनका कुराहरू आउँछ, स्ट्रगल फेसहरू आउँछ, हामीले नसोचेका परिस्थितिहरू, नसोचेका ती अवस्थाहरू, नसोचेका व्यक्तिहरूबाट भनौँ न उनीहरूको तर्फबाट एउटा धोकाका कुराहरू हैन त, चित्त दुखाइका कुराहरू आउँछन्। तर त्यो आयो भन्दैमा हामी त्यो कुराप्रति एकदम अफेन्सिभ भएर जानु र एकदम चित्त दुखाउनु एउटा कुरा हो, तर चित्त दुखाइलाई नै निर्णयमा परिवर्तन गर्नु चाहिँ अर्को कुरा हो। किनभने जब हामीले चित्त दुखाइलाई निर्णयमा परिवर्तन गर्नेतिर लाग्छौँ भने चाहिँ त्यसले चाहिँ सबै कुरालाई बिगार्नेतिर जान्छ, अनि त्यो चाहिँ एउटा पापमा पनि परिणत हुन्छ। किनभने भोलि गएर दाजुभाइको राम्रो सम्बन्ध भइरह हुँदैन, परिवारसँग राम्रो सम्बन्ध भइरह हुँदैन हैन त। मण्डलीमा हामी सबैजना एक ठाउँमा त छौँ, तर एकअर्काप्रतिको एउटा यस्तो चित्त दुखाइको हृदयमा हामी छौँ कि हामीले जुन कुरो बगाउनु पर्ने हो मिनिस्ट्रीमा, मण्डलीभित्र प्रभुको राज्यको काम जस प्रकारले बगाउनु पर्ने हो, त्यो बगावटमा चाहिँ त्यो एउटा प्रभावमा चाहिँ त्यसले रोकावट ल्याउँछ। 100% हैन त? बस 100%। ओके, यो चित्त दुखाइ भन्ने जुन शब्दलाई आज हामीले हेरिरहेको छौँ र विशेष गरी यहाँ सबैजना तपाईहरु जतिजनाले सुनिराख्नु भएको छ, र यो चित्त दुखाइको विषयमा चाहिँ बाइबलले के भन्छ होला पासेजी? बाइबलले त अब यसो भन्छ, यीशुले भन्नुभयो तिमी आफ्नो शत्रुलाई पनि
प्रेम गर। यीशुले यो कुरा भन्नु भएन कि तिमीलाई कसैले कुनै शब्द भनिहाल्यो भने त्यो कुरालाई चाहिँ तिमी चित्त दुखाइको रूपमा ल्याऊ, उहाँले कहिले पनि भन्नु भएन हैन। प्रभु येशू ख्रीष्ट एउटा राम्रो उदाहरण हुनुहुन्छ राइट हैन, जसले गर्दाखेरिलाई चित्त चाहिँ के को लागि दुखाउने के हैन हो। त्यो त्यसैले गर्दाखेरि बाइबलमा हामी यो पनि पाउँछौँ, यीशुले के भन्नुभयो भने तिमी आफ्नो शत्रुलाई आफैले चाहिँ प्रेम गर। त्यो भनेको अर्थ के त हैन, कसैले तिमीसँग के भन्छ दौरा लिन चाहन्छ त्यसलाई खास्टे पनि दिइहाल हैन, त्यो हो नि त। यदि त्यो हो भने त त्यो कुरालाई हामीले लिने हो भने त सर्वस्व हाम्रो चित्त दुखाएको कुराहरू त छोपिएको छ, नष्ट पारिएको छ त्यो। त्यसैले गर्दाखेरि बाइबलले चाहिँ यो चित्त दुखाइका कुरालाई हो मानवीय स्वभावमा चित्त दुख्छ, तर त्यो कुरालाई लिएर बस्नु चाहिँ बाइबलले अनुमति दिँदैन। त्यो प्रभुले चाहिँ हामीलाई शत्रुलाई पनि प्रेम गर्नु गर भन्नुभएको छ। अनि जहाँ चाहिँ यो उपदेशकको पुस्तकमा पनि उपदेशक 11 अध्यायमा पनि यहाँ परमेश्वरको वचनले भन्छ, आफ्नो रोटी चाहिँ तिमीले पानीमै छोडिदेऊ, त्यसलाई फर्केर नहेर तिमीले बिर्सिदेऊ, तर एउटा समयमा त्यसले फेरि तिमीहरूको जीवनमा ल्याउनु पर्ने प्रतिफल ल्याउँछ ल्याउँदैन। उपदेशकको पुस्तक 11 अध्यायमा लेखेको। यसको मतलब हामीले कसैको जीवनमा अफेन्स तब सुरु हुने रहेछ जब मैले तपाईँलाई केही कुरोको लागि मैले मद्दत गर्छु, सहायता गर्छु, मैले गर्दाखेरि मैले निस्वार्थ प्रकारले तपाईँबाट मैले कुनै कुरो प्राप्त गर्छु भन्ने खालको त्यो सोच नलिकन मैले निस्वार्थ तरिकाले गर्छु भने त्यसमा अफेन्सिभ हुने पनि केही कुरा आउने रहेछ, चित्त दुखाइका कुरा नआउने रहेछ। तर मैले गरेँ, तपाईँले मलाई त्यही हिसाबले त्यही बराबरीका रूपमा गर्नु भएन भने चाहिँ मैले जस प्रकारले गरेको थिएँ उहाँले मेरो निम्ति चाहिँ गर्नु भएन भन्ने कुरोले चाहिँ चित्त दुखाइका कुरालाई जन्म हुने रहेछ। अब यसमा अर्को एउटा कुरा आयो, त्यो अझै हजुरले भन्दै गर्दाखेरिलाई त्यो चाहिँ त्यो अङ्ग्रेजीमा एउटा वर्ड छ इन्टेन्सन भन्छ हैन, त्यसले फरक पार्छ के मान्छेको विचार हो। अब हजुरले चाहिँ जस्तै अघि एउटा हजुरले भन्दै गर्दाखेरि जुन उदाहरण दिनुभयो, मैले हजुरलाई जुन प्रकारले गरे अनि यदि हजुरले गर्न चाहनु भएन भने चाहिँ मेरो चाहिँ भित्र मन दुखाइ हुन्छ भन्ने कुरा जुन कुरा हजुरले लिनुभयो नि। अब यहाँ चाहिँ एक प्रकारको हेर्ने भने यहाँ स्वार्थ आउँछ के, स्वार्थ। हजुरले चाहिँ कुन स्वार्थले चाहिँ मलाई गर्नुभयो, अथवा मलाई गरिसकेपछि अथवा कुनै एबिसिडी कुनै व्यक्तिलाई गरिसकेपछि हजुरले ऊबाट चाहिँ के अपेक्षा गर्नुभयो। जब मानिसमा नि यो अपेक्षा भन्ने कुरा जब मानिसभित्र आउँछ नि त्यसले चाहिँ नि मान्छेलाई ठुलो चोट पुर्याउँछ। उदाहरणको लागि हजुरले कुनै बिजनेस सुरु गर्नुभयो हैन, कुनै बिजनेस सुरु गर्नुभयो तर हजुरले अपेक्षा चाहिँ एकदमै ठुलो गर्नुभयो के, यसबाट म यति कमाउँछु, यो गर्छु, त्यो गर्छु, ठुलो सपना बुन्नुभयो, तर अन्ततः के भयो, बिजनेस लसमा गयो, बिजनेस घाटामा गयो। अब यसले गर्दाखेरि के हुन्छ भने घाटामा गयो त्यसले तपाईलाई चाहिँ समस्यामा पारेको होइन, तर जुन कुरा हजुरले अपेक्षा गर्नुभएको थियो नि त्यो कुराले चाहिँ हजुरलाई समस्यामा लग्यो के। धेरै मान्छेहरू आज भनौँ न जीवनबाट हार खानुको पछाडि चाहिँ त्यो। त्यही भएर म चाहिँ के भन्छु भने हामी काम ठुलो गरौँ, अपेक्षा चाहिँ सानो राखौँ, जसले गर्दाखेरिलाई इभन त्यो सक्सेस भएन भने पनि हाम्रो जीवनमा त्यसले ठुलो धक्का दिँदैन। तिमीले केही दिँदैछौ भने अपेक्षा नगरिकन देऊ हैन त। जस्तै एफएसीको पुस्तक 6:7 र 8 मा त्यहाँ प्रभुको वचनले यसरी भन्दछ, जे मानिसको निम्ति तिमीले गरेको छौ, हजुर मानिसको निम्ति तिमीले जे गरेको छौ त्यो सबै कुरोको प्रतिफल चाहिँ मानिसले हैन परमप्रभुले तिमीलाई दिनुहुन्छ भने मानिससँग अपेक्षा राखेर केही पनि कुरा नगर हो हैन। जब हामीले मानिसको लागि गर्छौं र मानिसमा नै अपेक्षा राखेर हामीले गरिरहेका हुन्छौं। आज कतिजनाको जीवन चाहिँ कसैसँग अपेक्षामा रहेको लागि उनीहरूको हृदय दुखेको छ। एकदम उनीहरूको हृदय चाहिँ तितो भएको कारण चाहिँ त्यो हो, किनभने हामीले सेवकाई गर्यौं, फलानुले के गरिदिन्छ कि, अथवा पास्टरले के गरिदिन्छ कि, अथवा म माथि भएकोले के गरिदिन्छ कि, अनि आज धेरै हृदय दुख्नुको कारण, चित्त दुखाइको कारण, त्यो तितोपनको कारण चाहिँ मैले जस प्रकारले मन खोलेर उसको निम्ति गरिदिए उसले मलाई केही गरेन भन्ने कुरोले गर्दाखेरि सम्बन्ध बिग्रिया छ। 100% सेवकाई बिग्रेका छन्, परिवारहरू बिग्रेका छन् हैन त। साथी मित्र आफन्तहरूसँगको एउटा तितोपनले गर्दाखेरि फाटो लिएर आएको छ हैन त बासु। एकदम
अघि हजुरले एउटा कुरा भन्दै गर्दा ठ्याक्कै मलाई याद आयो, त्यो चाहिँ के भन्दै गर्दाखेरिलाई जस्तो यो कतिको मिनिस्ट्रीमा सेवकाईको क्षेत्रमा कतिको फरक पार्छ त्यो मन दुखाइको कुराले गर्दा, जुन हजुरले जुन भन्दै हुनुहुन्थ्यो नि। मन दुखाइ पनि तब सुरु हुन्छ के जब म भित्र स्वार्थ आउँछ है। यदि म पास्टर डेभिड ज्यू प्रति मलाई कुनै पनि स्वार्थ छैन भने म जहाँ पनि मलाई अँगालो हाल्न सक्छु के, राइट। तर यदि म भित्र त्यो एक प्रकारको स्वार्थ छ भने नि आज अँगालो हाल्छु, म केही कुरा पाइराखेको छु, भोलि अँगालो हाल्छु, भोलि गएर म पास्टर डेभिडबाट म पाउन छोड्छु। त्यस त्यो अँगालो चाहिँ मेरो लागि के हुन थाल्छ, त्यो अँगालो चाहिँ मेरो लागि कहिलेकाहीँ हामी माया गरेर अँगाल्छौँ नि, तर बच्चा बच्ची चाहिँ पुरै अठस मठस भएर ठेल्छ नि, त्यतातिर परिणत हुन्छ। त्यो अँगालोले पनि बिजाउन थाल्छ। हो, त्यसले गर्दाखेरि यो एकदमै यो चाहिँ अब जस्तै अब कतिजना अब मिनिस्ट्रीमै आउँछ, केही न केही अपेक्षा बोकेर आएको हुन्छ होइन। कतिजना हामी मण्डलीमै हेर्छौँ, मण्डलीमै ठुल्ठुलो अपेक्षा बोकेर चर्चमा आएको हुन्छ, त्यहाँ गएपछि के किने पो पाउला कि, तर लास्टमा त्यहाँ त हामीले दिने भनेको आत्मिकै कुरा हो नि त। हामी भौतिक कुराहरू केही पनि त्यस्तो अब भनौँ न हामीले त्यो प्रमेश गर्दैनौँ उनीहरूलाई, जसले गर्दाखेरि उनीहरूको मन दुखाइ त्यहाँबाट सुरु हुन्छ है। त्यसैले गर्दाखेरि आज कुनै पनि कुरा हामी गर्दैछौँ भने हामीले त्यसबाट के अपेक्षा राखेका छौँ, कस्तो अपेक्षा राखेको छौँ, त्यसले चाहिँ मानिसको जीवनमा ठुलो फरक पार्छ। मन चाहिँ त्यहाँसँग गएर जोडिया छ। एकदमै। गलातीको पुस्तक 6:9 र 10 पनि भन्छ, तिमीहरू असल काम गर्नको लागि र भलाइ काम गर्न तिमीहरू कहिले पनि नथाक र उहाँले अर्थात् प्रभुले तिमीलाई उहाँको समयमा नै प्रतिफल दिनुहुन्छ। राइट। यसको मतलब हामीले जब सेवकाई गर्छौँ, हामी जब कुनै सम्बन्धमा दियाइको कुरा किन नहोस्, कसैलाई भलाइ गर्ने काममा किन नहोस्, हामी मानिससँग अपेक्षा राखेर गऱ्यौँ भने एक दिन हाम्रो चित्त दुख्छ, हामी अफेन्सिभ हुन्छ। त्यसको पछि जब हामी अफेन्सिभ हुन्छौँ, हामी उसको बारेमा कुरा गर्न थाल्छौँ, उसँग रिसाउन थाल्छौँ, किनभने अपेक्षा गरे जस्तो भएन नि त। र त्यही कुरो बिस्तारै बिस्तारै एउटा पापमा परिणत किन हुन्छ, किनभने हामी उसको सुधारको निम्ति गएर उसँग बसेर कुरा गर्दैनौँ, तर हामी अरूसँग दुखाइका कुरा, चित्त नबुझाइका कुरा जब हामी अरूसँग गरेर हामी गर्न थाल्छौँ अथवा भन्न थाल्छौँ, त्यो कुराले चाहिँ बाइबलले के भन्छ भने, मलाई ठक्क त्यो वचन याद आयो, यदि तिमीले आफ्नो भाइको मानहानि गर्छौ भने तिमीले उसको हत्या गरे। राइट होइन त? तिमीले उसलाई घृणा गर्छौ भने तिमीले उसको हत्या गरेको हो। र प्रभु येशू आफैले भन्नुभयो बाइबलमा, हत्याराहरूसँग अनन्त जीवन हुँदैन। भनेपछि आज क्रिस्चियन समाज पनि र मण्डली र सेवकाई गरिरहेका व्यक्तिहरू पनि यो कुरोमा चाहिँ अलिकता झस्किनुपर्छ भन्ने मलाई लागिरहेको छ। किनभने हामी एउटा पवित्रताको जीवन जिरहेका छौँ, पाप नगर्नु भनेर बाइबलले भनेको छ, त्यसै कारण हतपत्त पाप नगरौँ भन्ने हिसाबले एउटा अवेर भएर हामी त्यो कुरामा लागिरहेको छौँ, सेवकाईमा रात दिन लागिरहेको छौँ। तर मैले के देखेको छु भने धेरैजना सेवकाई गरिराख्दाखेरि पनि अन्तिममा त उनीहरू पनि धेरै कुराको डिप्रेसनमा परिरहेको देखाएको छ। किनभने मैले जस प्रकारले मैले मण्डलीको निम्ति गरिदिएँ अथवा फलानुको निम्ति गरिदिएँ, अन्तमा त मण्डलीले मलाई केही पनि दिएन, मण्डली मेरो निम्ति खडा भइदिएन, मलाई मेरो वरिपरि मानिसहरू मलाई थेक्नको निम्ति आइदिएनन्, एउटा थुप्रै गुनासोहरू छ नि त। र यो गुनासोले गर्दाखेरि धेरैजना सेवकहरू पनि अलिकता एउटा विभिन्न प्रकारको एउटा डिप्रेसनको शिकारहरू भइरहेको पनि हामीले देखिरहेको छौँ। के भन्नुहुन्छ भाइ? अब यसो छ, यसमा पनि त्यो अघि जुन कुरा हामीले अघि नै गरिसक्यो त्यही कुरा पनि जोडियो के। त्यो कुरा किन जोडियो भन्दै गर्दा हिजो म एक ठाउँ बोल्दै थिएँ, अनि त्यहाँ चाहिँ प्राय जसो लिडरहरू हुनुहुन्थ्यो, पास्टरज्यूहरू हुनुहुन्थ्यो, सिनियर पास्टरज्यूहरूकै बिचमा बसेर म बोल्दै थिएँ। अनि त्यहाँ चाहिँ म के भन्दै थिएँ भने नि, धेरैचोटि हामी सेवा गर्दा गर्दै हामी निराश भइ पठाउँछौँ। कारण चाहिँ एउटै कुरा हो, जहिले पनि एउटा लिडर, एउटा सेवक चाहिँ जहिले पनि एक्लो भइदिन्छ के। अनि त्यो एक्लो हुनुको पछाडि दुईटा कारण छ। पहिलो कुरो त ऊ सेवक हो, उसले सेवा गर्ने मान्छे होइन, सेवा गर्ने मान्छे एक्लै नै हुन्छ। दोस्रो कुरा चाहिँ के हो भन्दै गर्दाखेरिलाई चाहिँ उसले पनि अपेक्षै गरिरहेको हुन्छ त्यो सेवकले पनि। जस्तै उदाहरणको लागि एज अ पास्टर मेरो चर्चमा कुनै
सक्रिय भाइ आयो, राम्रो भयो। अब उसलाई चाहिँ मैले चाहिँ अब आएर भर्खर अब भन्न हुर्किँदैछ, मैले चाहिँ उसलाई चाहिँ एकदमै त्यो लेभलमा देखिसकेँ कि यसबाट मैले ठुलो ठुलो अपेक्षा गर्न थालेँ कि। अनि त्यसपछि म ऊमाथि लगानी गर्न थालेँ। हुँदाहुँदै त्यसपछि उसले अब मेरो विचार उसले बुझ्दैन, उसको विचार म बुझ्दिनँ। अनि हुँदाहुँदै के हुन्छ त, उसले छोडेर जान्छ। छोडेर गएपछि के हुन्छ, ऊ चाहिँ छोडेर मलाई विदेश जान्छ। अनि म चाहिँ कहाँ जान्छु, म चाहिँ डिप्रेसनमा जान्छु। यसले मेरो कुरा बुझेन। समस्या चाहिँ यहाँ छ। त्यस कारणले गर्दाखेरि यसमा पनि अघि हामीले कुरा गरेको अपेक्षा है। अर्को तपाईँले एउटा मजाको कुरा म भनिदिन्छु, ठ्याक्कै मलाई याद आयो अहिले। जुन हाम्रो मन दुखाइ चोटपटकको कुरा गर्दै गर्दाखेरिलाई नि हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरिलाई नि, हामी हरेक मानिसमा चरित्र छ। चरित्र चाहिँ निर्माण हुने कुरा हो क्या, एकैचोटि बनिने कुरा होइन, एकैचोटि बनिने कुरा होइन। राइट। र त्यो चाहिँ एभ्री डे हामीमा त्यो चरित्र चाहिँ नि बनिने कुरा गर्छ। अनि अघि म एउटा जो स्टडी गर्दै थिएँ म बसेर, अनि त्यहाँनिर बडो मिठो कुरा त्यहाँ के मैले पाएको थिएँ भन्दाखेरिलाई चाहिँ, कसैले तपाईँलाई मन दुखाउँछ, कसैले तपाईँलाई चित्त दुखाउँछ होइन। चित्त दुखाउँछ, मन दुखाउँछ भने तपाईँ त्यसको डिफेन्स गर्न नजानुहोस् कि। किन भन्दै गर्दाखेरिलाई चाहिँ कहिलेकाहीँ त हामीलाई त मान्छेले त हामीले नगरेको कुरा पनि आरोप लगाइदिन्छ नि। अब कतिजनासँग चाहिँ म डिफेन्स गर्न जाने कि, कतिजनासँग चाहिँ म लड्न जाने कि। प्रभु येशू आफैले बाइबलमा भन्नुभएको छ नि उहाँको वचनमा, तिमीले नगरेका कुराहरूको पनि तिमीहरूलाई दोष लगाइने, सभाघरहरूमा तिमीलाई उभ्याइने। त्यसैले गर्दा त्यो कुराले चाहिँ हामीलाई के गर्छ त भन्दै गर्दाखेरिलाई चाहिँ, जति हामी भित्र तिता मिठा असल खराब कुराहरू जति हामी भित्र ठोकिन्छ नि, यदि हामी त्यो कुरालाई हामीले चाहिँ डिफेन्स गर्नतिर लागेनौँ भने चाहिँ नि त्यसले चाहिँ हाम्रो चरित्रलाई निर्माण गर्छ। राइट। अघि अब भर्खरै हजुरले भन्नुभयो प्रभु येशू ख्रीष्टको उदाहरण दिनुभयो। येशूले कुनै गल्ती गर्नु भएको थियो र? थिएन नि, होइन। उहाँ क्रुसमा उहाँलाई मार्नु पर्ने आवश्यक थियो र? होइन। उहाँले कुनै गल्ती नै गर्नु भएको थिएन नि त, तर पनि लगेर मार्यो। उहाँलाई सभाघरमा उभ्याइयो, पिलातसको अगाडि उभ्याइयो, फारोको अगाडि लगियो होइन। यदि हामी मानवीय स्वभावमा भएको भएदेखि यीशु प्रभु भनौँ न, हामी जस्तै त्यति बेला मेरै विचारमा उहाँ हुनुभएको भएदेखि के भन्नुहुन्थ्यो होला, कस्तो डिप्रेसनमा जानुहुन्थ्यो होला उहाँ पनि एउटा अफेन्सिभ हुनुहुन्थ्यो नि। मैले कुनै गल्ती गरेको छैन, तर पनि मलाई यहाँ हतकडी लगाइयो, कोरा लगाइयो होइन। त्यसै कारणले तर उहाँ त्यो अवस्थामा पनि स्थिर हुनुभयो र आज उहाँको चरित्रमाथि हामी एउटा केसको पाया सरह पनि हामी दाग लगाउन सक्दैनौँ के। जब हामी त्यो कुरालाई लिन्छौँ नि, जब हामी लिन्छौँ नि, त्यो कुराले चाहिँ हाम्रो चरित्रलाई निर्माण गर्छ। पास्टरजी तपाईँले भन्दै गर्दाखेरि तपाईँले भनेको कुरालाई अलिकता जोड्न चाहे। एकदम मजाको कुरा चाहिँ के भन्दाखेरि प्रभु येशूलाई सभाघरमा ल्याइयो र मानिसहरूले प्रभु येशूको दाह्री लुछे, आँखामा पट्टी लगाएर उहाँलाई मुक्कासम्म पनि हाने, झापु पनि हाने र उनीहरूले भने ल भविष्यवाणी गर, तँलाई कसले मुक्का हाने, तँलाई कसले थप्पड हाने, त्यतिसम्म पनि गरे। बाइबलले भन्छ, राजाले पनि भने कि म उसमा केही कुरोको दोष भेटाउँदिनँ, म उसमा केही कुरोको पनि गल्ती भेटाउँदिनँ, जस कारणले गर्दा उसलाई क्रुसमा टाङ्नु पर्ने अथवा यो सजाय दिनु पर्ने। यसको मतलब केही पनि म देख्दिनँ। अनि बाइबलले पनि भन्छ कि प्रभु येशू चाहिँ उन कत्रन लगेको भेडा जस्तै गरेर मोहन हुनुभयो। येशूले काहीँ अफेन्सिभ गर्ने काम, अफेन्स गर्ने काम अथवा आफूलाई डिफेन्स गर्ने काम, चित्त दुखाउने काम उहाँले गर्नुभयो भएन। र अन्तिममा आफ्नो पितासँग जाँदै गर्दा, स्वर्गमा छिर्दै गर्दा होइन, उहाँले क्रुसमा एउटा मजाको कुरा भन्नुभयो, पिता यिनीहरू सबैलाई क्षमा गर्नुहोस् किनभने यिनीहरू जान्दैन। यसको मतलब प्रभु येशू पनि परमेश्वरका जाँदै गर्दाखेरि उहाँ कुनै एउटा अफेन्सिभ हृदय राखेर त्यो तितो हृदय लिएर प्रभु पनि जानु भएन। उहाँले सबैलाई क्षमा गरेर नै होइन त, यो हो नि त। त्यसै कारण हामीले सिक्नुपर्ने कुरा चाहिँ त्यो रहेछ। चाहे तपाईँ जुनै मिनिस्ट्रीमा काम गर्नु भएको किन नहोस्, तपाईँ रेभरेन्ड किन नहुनुहोस्, तपाईँ पास्टर किन नहुनुहोस्, तपाईँ एभान्जलिस्ट किन नहुनुहोस्, अथवा तपाईँले सेवकाई गरेका कति वर्ष भए
कति वर्ष तपाईँले बिताउनु भयो त्यसले फरक पार्दैन। फरक पार्छ अहिले तपाईँको हृदय मानिसहरूप्रति, अहिले तपाईँको हृदय व्यक्तिहरूप्रति, सेवकाई प्रति कस्तो छ। तपाईँको हृदय कोही प्रति भड्किएको छ, कोही प्रति तपाईँको हृदयले ठेस खाएको छ भने चाहिँ बाइबलले भन्छ आफ्नो हृदयलाई तिमीले गाढ झैँ गरेर तिमीले सुरक्षा गर्नु, किनभने जीवनको मूल त्यही नै हो भनेर बाइबलले भनेको छ। त्यसै कारणले तितो हृदय राखेर हामीले कति कुरा गरिराख्दा त्यो पनि एक प्रकारले बाइबलले नस्वीकार्ने पाप त्यो पनि हो नि। बाइबलमा हामीले यो पनि पाउँछौँ। अहिले हामीले यो कुरा गरिराख्दाखेरि हिब्रूको पुस्तकले भन्दछ, पास्टरज्यू, हिब्रू 12 अध्यायको 15 पदले यसरी यहाँ भन्दछ, ध्यान देऊ भनेर भनेको छ हैन त। ध्यान देऊ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नबाट वञ्चित नहोस्। हेर्नु त यो यहाँबाट भन्नु खोजेको अझै तल हामी जाने हो भने यहाँ एकदम स्पष्ट लेखिदिएको छ, ध्यान देऊ कोही पनि मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नबाट वञ्चित नहोस् र अनि यहाँले लेखेको छ ताकि तितोपनको जरो भनेको छ के, त्यो हृदयको तितोपनको जरो उम्रेर त्यसले फुट नल्याओस्, त्यसले फुट नल्याओस् र धेरै मानिसहरूलाई पनि अशुद्ध नबनाओस्। परमेश्वरको अनुग्रहबाट पनि मानिसलाई वञ्चित गराउन सक्ने रहेछ यो तितोपनको हृदयले हैन। र यतिसम्म भन्यो फुटको जरा नै तितोपन रहेछ। त्यसै कारण हिब्रूको लेखकले यहाँनिर के भने कि त्यो तितोपनको जरा उम्रेर बढेर यसरी नजाओस् कि त्यसले फुट लिएर आओस् र मानिसहरूलाई पनि अशुद्ध। किनभने जब मानिस कोही प्रति, म तपाईँ प्रति भड्केको खण्डमा, मेरो हृदय तपाईँ प्रति भड्केको खण्डमा, तपाईँ प्रति मेरो हृदय ठेस लागेर तितो भएको खण्डमा जब म अफेन्सिभ हुन्छु, त्यसको पछि मैले धेरैजनालाई गएर तपाईँको बारेमा भन्नेतिर लाग्छु। पास्टर दिपेन्द्र त यस्तो हुनुहुन्छ, पास्टर दिपेन्द्रले त यो गर्नुभयो, अब भएको नभएको कुराहरू मैले तपाईँको बारेमा भनिराख्दाखेरि चाहिँ त्यो सुन्ने कानहरू पनि अशुद्ध भए। अनि यहाँनिर त्यही कुरा भने कि ताकि अरूलाई पनि त्यसले अशुद्ध नबनाओस् भनेपछि कसैको विरुद्धमा कसैले कुरा गर्दैछ भने तपाईँ होशियार हुनु पर्यो 100% हैन त। तपाईलाई कसैको बारेमा, उसको खराबीको बारेमा, उसको विरोधको बारेमा, उसका नराम्रा पक्षको बारेमा, ऊ लडेको कुरालाई लिएर मानिसले धेरै तपाईलाई तपाईको कानमा फुक्दैछन् भने बी केयरफुल, किनभने त्यो कुरोले तपाईलाई अशुद्ध बनाउँछ भनिकन हिब्रूको पुस्तक 12 अध्यायले भन्छ। हो हैन त बस। हो एउटा कुरा के भन्देखिलाई नि, यदि हजुरकै कुरामा मैले जोडे, यदि म गलत छु, ओके, म ठिक मान्छे होइन ल एकछिन फर इक्जाम्पल हैन, तर मेरो विषयमा मेरो अनुपस्थितिमा हजुरले 10 जनासँग मेरो विषयमा कुरा गर्दै हिँड्नुहुन्छ भने नि म मात्रै अशुद्ध होइन कि हजुर पनि अशुद्ध के, त्यो हो नि त। त्यसैले गर्दाखेरि त हामीले कुरा काट्ने काम गर्नु हुँदैन भनेर बाइबलले भन्छ नि त। कस्तो मिठो कुरा छ नि त त्यहाँनिर हैन। अर्को कुरा, सानो एउटा कुरा जोड्न के चाहे भन्दाखेरिलाई नि, यो चाहिँ अलि व्यवहारिक कुरा आयो। त्यो चाहिँ के भन्दाखेरिलाई हाम्रो विषयवस्तु नै छ मन दुखाइको कुरा। संसारमा मन दुखाइको कुरा गर्दै गर्दाखेरिलाई मन उसको काम दुख्ने हो, दुख्न दिनुपर्छ। अब सुन्नुहोस् है, संसारमा नि हजुरले जसो गरे पनि अहिले हाम्रो यो संसार चाहिँ यस्तो स्वार्थले भरिसकेको छ नि, हजुरले जसै गरे पनि हजुरलाई धर छैन के। हजुर राम्रो हुँदै जानुहोस्, सफलताको खुट्किलोमा चढ्दै जानुहोस्, मान्छेलाई समस्या भयो के हैन। हजुरको विरुद्धमा विभिन्न कुराहरू आउन थाले के। ल हजुर यसले गर्दाखेरि यो म सफल भएको कारणले गर्दा मलाई यति मानिसहरूले यसो भन्यो, म कस्तो मन दुख्यो, अब म सफल हुँदिनँ ल। तपाईँ न्युट्रल भइदिनुहोस्। बिस्तारै तपाईँ लो लेभलमा जानुहुन्छ, तपाईँ एकदमै साधारण भन्दा साधारण हुनुहोस्, फेरि त्यही व्यक्ति ल्याएर तपाईँलाई फेरि हेप्न थाल्छ कि। भनिसकेपछि कसै गरेर पनि धर छैन कि संसारमा। अनि त्यसैले गर्दाखेरि हामीले एउटै कुरा हो, हाम्रो मजाको उदाहरण प्रभु यीशु ख्रीष्टलाई हेर्ने हो र आफ्नो मनलाई उहाँसँग सुरक्षित राख्ने हैन। हितोपदेशको पुस्तकले भने चाहिँ त्यो हो कि पास्टरज्यू। यो एउटा गजबको कुरा चाहिँ नि पास्टरज्यू, हामीले बाइबलमा दाउदलाई
पाउँदछौँ। भजन सङ्ग्रहको पुस्तक 119 को 165 मा दाउद भन्दछन्। हजुर। अनि दाउदले त्यहाँनिर के भने तपाईका व्यवस्थासँग प्रेम गर्नेहरू अर्थात् तपाईको वचनसँग प्रेम गर्नेहरूमा चाहिँ एउटा ठुलो शान्ति हुन्छ रे। जसले परमेश्वरको वचनलाई प्रेम गर्छ र परमेश्वरको वचनमा नै उसले आफ्नो हृदयलाई सुरक्षित राखेको छ, ऊ चाहिँ सधैँ शान्तिमा रहन्छ। र त्यहाँ लेखेको छ र तिनीहरूमा ठेस खाने कुनै पनि कुरा हुने छैन, अर्थात् कुनै कारण हुने छैन ठेस खाने। मानिसले मलाई के गर्यो भन्ने कुरामा पनि उनीहरूको हृदय ठेस खाँदैन। मानिसले मेरो बारेमा के सोच्दैछ भनेर पनि उनीहरूको हृदय ठेस खाँदैन। मानिसले मलाई कहाँ धोका दिँदैछ, धोका दिन लागिरहेका छन् भन्ने कुरामा पनि ठेस खाँदैन। किन दाउदले त्यो सबै कुरा भने भन्दाखेरि चाहिँ दाउदको जीवनलाई हामीले हेर्दाखेरि चाहिँ दाउदले केही पनि त्यस्तो गल्ती गरेको थिएन। राजा साउलको पक्षमा नै ऊ लड्ने एउटा योद्धा पनि थियो र सँगसँगै साउल राजालाई जब आक्रमण गर्थ्यो त्यो हानिकारक स्पिरिटले, त्यो स्पिरिटलाई निकाल्नको निम्ति र उसको व्यक्तिगत जीवनमा पनि दाउदले चाहिँ एकदमै एउटा भलाइको काम उसले गरिरहेकै थियो। हजुर हजुर। तर हामी बाइबलमा त्यो घटना पाउँदछौँ कि राजा साउलले दाउदलाई कहिले पनि निको मानेनन्। ऊ एकदम डाही भए, प्रति एउटा हुन्छ नि ऊ डाही भएर यसरी लागे कि दाउदलाई खतमै बनाउनको लागि दाउदले धेरैचोटि चित्त दुखाउने ठाउँहरू थिए होला। उसको हृदयलाई साउल प्रति तितो बनाउने त्यस्ता अवस्थाहरू, त्यस्तो परिस्थितिहरू थुप्रै थिए दाउदको जीवनमा। तर दाउदले एउटा दामी कुरा के भन्छन् भने एउटा टाइममा दाउदका सेनाहरूले जब गुफामा साउललाई भेट्दछन् उनीहरूले भन्छन् दाउद तिम्रो शत्रुलाई मार्ने टाइम यही नै हो, तिम्रै हातमा परमप्रभुले दिनुभएको छ, एक झड्कामा मारिदेऊ, खेल खत्तम। तर दाउदले एउटा मिठो कुरा के भन्छ भने परमप्रभुको जन र परमप्रभुको अभिषेक्त जनको बारेमा त्यो सोच्नु पनि मेरो लागि परै जाओ। दाउद अफेन्सिभ हुनुपर्ने थुप्रै कारणहरू थियो नि त। थियो कतिचोटि राजा साउलको अगाडि दाउदले घुप्टो परेर भने हे मेरो प्रभु, मेरो महाराजा, मेरो मालिक, मैले के त्यस्तो गरिदिएको छु र तपाईलाई, तपाई मलाई मार्नको निम्ति लखड्दै हुनुहुन्छ, मलाई शत्रु चाहिँ व्यवहार गरिराख्नु भएको छ, मैले तपाईलाई मैले के त्यस्तो गरिदिएँ भनेर उसले दाउदले कतिचोटि भने। तर दाउदले त्यो भने तापनि हो, दाउदले चोट खाएनन् भन्न मिल्दैन। दाउदले आफ्नो आफन्तहरूबाट चोट खाए, दाउदले आफ्नै माथि राखिएको राजाबाट उसले एउटा बाउ समान मान्थे, उसले आफ्नो बाउ समान भएको राजाबाट पनि उसले चोट त खाए, तर चोटलाई उसले उसको हृदयमा एउटा विष घुल्ने कारण चाहिँ बनाएन। त्यसैले हाम्रो जीवनमा पनि हामीले दाउदबाट एकदम सिक्ने कुरा देखेका छौँ। हामी कसैको पनि विषयलाई लिएर हामी अफेन्सिभ हुनु हुँदैन, तितो मन राख्नु हुँदैन। तितो मन जब हामी राख्छौँ, तितो मन राख्नु भनेकै तितो मनबाट हामीले तितै कुरो निकाल्ने हो। मिठो हृदय राखेको छौँ भने मिठोबाट मिठै बग्ने हो। अनि बाइबलले भन्छ हृदय चाहिँ हाम्रो जीवनको मूल हो र अर्को वचनले भन्छ एउटै मूलबाट मिठो र तितो पानी बग्दैन। भनेपछि हाम्रो हृदय हामीले कस्तो बनाएको छौँ हाम्रो जीवन त्यस्तै नै हुन्छ। अनि हामीले अब अर्को यस्तो मजाको उदाहरण पाउँछौँ, मलाई यो मजा लाग्छ अनि धेरैचोटि मैले भन्ने गरेको पनि छु। योसेफको जीवनमा हामीले हेर्ने भने योसेफले के सपना देखे नि त, राम्रै सपना देखे। प्रभुले मलाई यो सपना दिनुभयो भनेर योसेफले भन्यो। भाइहरू उसका दाजुहरू चाहिँ ऊ प्रति डाही भए, उनीहरूको हृदय उनीहरूले सुरक्षित राखेन। ए हाम्रो मालिक त बन्ने भनेर उनीहरू यति तितो भए कि, उनीहरू यति अफेन्सिभ भए कि उसलाई मार्न समेत पनि उनीहरू आँटिलो भए। भने अफेन्सिभ हुनु भनेको चाहिँ हामीले कसैको हत्या गर्न पनि हामी तयारी हुनु, हाम्रो हृदयलाई त्यो तयारी बनाउनु जस्तै रहेछ। त्यहाँबाट उनीहरूले कति कुटपिट गरेर इनारमा लगेर फालिदिए, इनारबाट पनि निकालेर त्यसको पछि मिश्रीको हातमा नाङ्गै बेचिदिए। उसले धेरै उताप चढाव उसको जीवनमा देख्यो योसेफले। त्यसको पछि जुन घरमा ऊ सेवकाई गरिरहेका थिए, नोकर चाकर भएर दास भएर काम गरिरहेका थिए, त्यही घरको
मालिकले उसँग व्यभिचार गर्नको लागि उसले उस्काइदियो अथवा जबरजस्ती गर्न खोज्यो उसले मानेन ऊ आफ्नो खास्टो भनौँ न उसको ज्याकेट धरि पनि ऊ खोलेर भाग्ने अवस्था भयो र अब उसले गर्दै नगरेको कुरालाई पनि आरोप लगाएर उसलाई झ्यालखानामा पनि हालियो अन्तमा यो सबै घटना उसको जीवनमा त्यत्तिका उताप चढावहरू आए तर पनि बाइबलमा हामी कतै यस्तो पाउँदैनौँ कि योसेफले आफ्नो दाजुभाइहरूसँग उसको हृदय तितो गरेको पाउँदैन भने तितो हृदय राख्नु भनेको चाहिँ तपाईले आफ्नो उन्नतिको सबै ढोकाहरूलाई बन्द गर्नु राइट हो तितो हृदय राख्नु भनेको चाहिँ तपाईँ अफेन्सिभ हुनु भनेको चाहिँ तपाईले इभन यतिसम्म कि तपाईले आफैले विष खाएर तपाईले फलानो कहिले मर्छ भनेर भन्नु जस्तै नै हो सो त्यो भएको लागि चाहिँ यो एउटा स्लो पोइजन जस्तै नै हो जसले हाम्रो हृदयलाई जसले हाम्रो जीवनलाई जसले हाम्रो विश्वासलाई यसले नोक्सानी गर्नेतिर जान्छ त्यसै कारण अफेन्सिभ हुनु चाहिँ एक प्रकारले परमेश्वरको दृष्टिकोणमा पनि यो गलत हो हजुरले यो कुरा भन्दै गर्दा मलाई ठ्याक्क एउटा कुरा मनमा आइरहेछ कि त्यो मैले ठ्याक्क एउटा कुरा स्मरण भयो अनि यो अफेन्सिभको कुरा गर्दै गर्दाखेरि अघि पनि मैले छस्स छुएको थिएँ म फेरि पनि त्यो कुरालाई के दोहोऱ्याउन चाहन्छु भने त्यसलाई मैले लिएर बसिराखेँ भने चाहिँ त्यसले मलाई फाइदा गर्दैन कि गरेन त्यो चाहिँ भनौँ न त्यसले चाहिँ मलाई नै मार्छ कि हैन तर त्यो कुरालाई चाहिँ नि मैले ठिक छ मैले सुने मलाई भयो एकछिनको लागि मलाई गाह्रो भयो तर टक्क त्यसलाई बिर्सेर म त्यसलाई अब काम गर्नतिर लागे भने चाहिँ नि त्यसले चाहिँ मलाई उन्नति गर्छ के 2005 तिर मैले लाहानमा एउटा मैले ट्रेनिङ लिएको थिएँ कि अनि त्यहाँनिर हाम्रो एकजना सर हुनुहुन्थ्यो उहाँ आउनु भएको थियो अनि उहाँले पनि यही विषयलाई लिएर उहाँले सिकाउँदै हुनुहुन्थ्यो ओके मन दुखाइ एक आपसमा भएको द्वन्द्वको विषयमा उहाँले सिकाउँदै हुनुहुन्थ्यो त्यहाँ उहाँले एउटा घटना आफ्नो जीवनको बताउनु भएको थियो क्या हामीले त्यति बेला म एकदमै जवान थिएँ मेरो बिएससी केही पनि भएको थिएन एकदमै त्यति बेला जवान थिएँ त्यति बेला त्यो यङ अवस्थामा उहाँले भनेको कुराहरू मैले बिर्सिन सकिनँ कि अहिले पनि मलाई त्यो कुरा याद छ क्या के थियो भन्दाखेरिलाई उहाँ सर चाहिँ क्लास 8 मा पढ्दै हुनुहुन्थ्यो तर त्यही उहाँकै स्कुलको 9 क्लासमा पढ्ने एकजना केटी थियो अच्छा अनि त्यो केटी चाहिँ इङ्ग्लिस राम्रो थियो त्यो बहिनीको चाहिँ अनि उहाँ सरको चाहिँ इङ्ग्लिस राम्रो थिएन ओके तर उहाँहरू के गर्नुभयो भने त्यो बहिनीलाई उहाँहरू जो सरले एज अ लाइक गर्नुहुन्थ्यो मन पराउनुहुन्थ्यो उहाँहरूको बिचमा केही कुराकानी हुन्थ्यो त्यति बेलाको समयमा अब अहिले जस्तो फोन सोन थिएन होइन त्यति बेला चिठी लेख्ने हो होइन अनि जब चिठी लेख्नुहुन्थ्यो अनि उहाँले चाहिँ के गर्नुहुन्थ्यो भने नेपालीमै जस्तै अङ्ग्रेजी शब्द हालेर भनौँ राइटिङ हालेर जस्तै म तिमीलाई माया गर्छु भने यहाँ त्यो टाइपले के अनि त्यसपछि त्यसरी उहाँले पठाउनु भयो कि चिठी एक दिन ओके चिठीको रिप्लाई के आयो थाहा छ चिठीको रिप्लाई चाहिँ यस्तो आयो कि त्यो बहिनी यसरी भन्नु सक्छौ भने पुरै अङ्ग्रेजीमा लेखेर पठाऊ सक्दैनौ भने नाटक नदेखाऊ भनेर रिप्लाई आयो कि त्यसपछि उहाँ सरलाई चाहिँ नि अब द्वन्द्व सुरु भयो नि त मन दुखाइ भयो नि त मन पराएको मान्छेले यस्तो भन्यो मलाई चित्त दुख्यो उहाँमा द्वन्द्व सुरु भयो त्यसपछि उहाँले उहाँसँग तैँले यस्तो भन्ने भनेर उहाँ कहिले पनि जुझ्न जानु भएन कि उहाँले के गर्नुभयो भने ए कुरो त यस्तो रहेछ नि त ठिक छ अब मैले अङ्ग्रेजीमा लेखेर पठाउनु लागि त म के गर्नु पर्यो पढ्नु पर्यो नि त पढ्नु पर्यो क्लास 8 मा पढेर छोडेको मान्छेले फेरि उहाँले क्लास जोइन गर्नुभयो के अहिले हामीलाई पढाउँदाखेरि उहाँ चाहिँ मास्टर डिग्री गर्नुभएको थियो अनि उहाँले आएर हामीलाई पढाउनु भएको थियो उहाँले के भन्नुभएको थियो भने त्यति बेला त्यो एउटा सानो शब्द थियो मेरो लागि तर त्यो कुरालाई चाहिँ मैले के गरेँ भने मेरो जीवनमा त्यसलाई चाहिँ एउटा दबाईको रूपमा मैले लिएँ जसले गर्दा मलाई आफैलाई त्यसलाई मैले ट्रिटमेन्ट गर्न थालेँ र म आज मास्टर डिग्री भएर तपाईँको बिचमा छु भनेर उहाँले आफ्नो एउटा गवाई माग्नु भएको थियो वास्तविकता चाहिँ त्यो हो खास नै यदि म तितोपना भएर म बसेँ भने त तितो त तितै हो नि त म भित्र तितो छ म तितै भएर बस्छु कि तर तितो कुरालाई म हटाएर जब होइन यो कुरालाई चाहिँ म हटाएर म काम गर्छु भने जब हामी काम गर्न लाग्यो भने नि हाम्रो जीवनमा उन्नति त्यसपछि सुरु हुन्छ कि राइट त्यो हो कि बस राइट अनि यहाँ चाहिँ यो जस्तै अब अलिकता अब हामी अन्तिमतिर पनि छौँ हामीले विशेष गरी आज चाहिँ अफेन्स
को विषयमा हामीले हेरेका छौँ। अफेन्डेड हुनु, यसै पनि अफ एन्ड डेड, त्यो मरेको। त्यसै कारण कसैको विरोधमा जानु, चित्त दुखाइ गर्नु भनेको चाहिँ एउटा हामी मरे तुल्य आफ्नो हृदयलाई हामीले मार्नु बराबरको कुरा रहेछ भन्ने कुरालाई लिएर हामीले हेरिरहेको छौँ। हो अहिलेको समयहरूमा मण्डलीभित्र र मण्डली समाजमा पनि हामीले देख्छौँ कि गलत गर्नु हुँदैन, पाप गर्नु हुँदैन, खैनी चुरोट खानु हुँदैन, व्यभिचार गर्नु हुँदैन इत्यादि यी कुराहरूलाई लिएर एकदम समाज भनौँ अथवा मण्डली समाज अति नै अवेर छ। तर तीतो हृदयको कुरालाई लिएर व्यक्ति विशेष अवेर छैन। चाहे सेवकाई गर्ने व्यक्ति नै किन नहोस्, चाहे जुनै क्षेत्रमा काम गर्ने व्यक्ति नै किन नहोस्, तपाईले जुनै काम, तपाईले जुनै सेवकाई गर्नु भए तापनि यदि तपाईको हृदय कोही प्रति अफेन्सिभ भइरहेको छ, तितो छ, तपाईले ठेस खानु भएको छ भने जस्तो तपाईले अपेक्षा गरे जस्तो ऊ व्यक्तिबाट पाइराख्नु भएको छैन र तपाईले आफ्नो हृदयलाई तितो बनाउँदै हुनुहुन्छ भने तपाईले गरेको सबै कुराले अन्तमा तपाईलाई नै हानि र नोक्सानी बनाउँछ। अनि विशेष गरी आजको म प्राय यो देख्छु के पासुज्यू, उनीहरूले मानिसहरूले चाहिँ उनीहरूले अपेक्षा गरे अनुसारको उसको पास्टर नहोइदिँदा, उनीहरूले अपेक्षा गरे जस्तो उनीहरूको लिडर नभइदिँदा, उनीहरूले अपेक्षा गरे जस्तो कुनै मानिस र व्यक्तिले नगरिदिँदाखेरि उनीहरूले विश्वासीहरूले नै र प्रभुका मानिसहरूले नै यति गालीको कुराहरू, विरोधको कुराहरू, विभिन्न प्रकारको लान्छना लगाउने कुराहरू, कसैलाई मानहानि गर्नको निम्ति उनीहरूले कुनै कसुर नै राख्दैनन्। अनि हाम्रो समाज अहिलेको कुरा सन्दर्भ अनुसार हाम्रो समाज यी दिनहरूमा कता गइरहेको छ? भले हामी माथि बसेर पुलपेटमा बसेर प्रचार गर्छौं, गएर मानिसहरूलाई सुसमाचार त सुनाउँछौं, तर हामी आफै हाम्रो हृदय चाहिँ अरूप्रति यति अफेन्सिभ भइसक्यो कि हामी अरूको बारेमा यति नाना प्रकारको कुराहरू गरिरहेका हुन्छौँ, विरोध गरिरहेको हुन्छौँ, अरूको नाङ्गोपन सारा संसारको अगाडि फिजाउनेतिर लागिरहेको हुन्छौँ। के परमेश्वरले त्यो कुरामा चाहिँ मानिसहरूसँग लेखा लिनुहुन्न र? हैन, अभियसली लिनुहुन्छ। हामीले खालि कस्तो भन्दाखेरि खालि पाप नगर्नु भन्ने कुरालाई मात्रै हामीले एकदम ठुलो बनायौँ। तर बाइबलले त अहिलेको समयमा यो नयाँ नियममा अरूलाई घृणा गर्नु नै सबैभन्दा ठुलो अपराध हो। त्यसलाई त प्रभुले हत्यारा नै भन्नुभयो र प्रभुले भन्नुभयो हत्यारासँग चाहिँ अनन्त जीवन छैन। यसको मतलब अनन्त जीवनै नहुनु हो। सो त्यो भएको लागि अलिकता हामीले यो कुराप्रति पनि अवेर हुनु खाँचो रहेछ, अलिकता हामी सतर्क हुनु खाँचो रहेछ। बाइबलले भने जस्तै हामीले हाम्रो हृदयलाई सुरक्षित बनाउनु पर्ने रहेछ, हामीले गार्ड गर्नुपर्ने रहेछ। गार्ड योर हार्ट भनेर बाइबलले भन्छ हैन। आफ्नो हृदयलाई तिमीले सुरक्षित राख, किनभने जीवनको मूल त्यही नै हो। दाउदले पनि भने कि तपाईको व्यवस्थामा रमाउने र तपाईको व्यवस्थामा प्रेम गर्नेहरू शान्तिमा सधैँ रहन्छन् र तिनीहरूमा ठेस खाने केही कुरो रहने छैन। चाहे मानिसले भनेको जस्तो उसको जीवनमा गरिदियोस् नगरिदियोस्, चाहे मानिस भने जस्तो उसको जीवनमा होस् या नहोस्, मेरै जीवनमा परिस्थितिहरू भने जस्तो आओस् नआओस्, ऊ सधैँ शान्तिमै रहन्छ। एकदम हैन त, एकदम। अनि यो मैले अघि हामी यहाँनेरि कुरा गर्नुभन्दा अगाडि यो मैले एकचोटि गुगलमा खोजिरहेको थिएँ। अनि यो अफेन्डेड भन्ने शब्द, यो अफेन्स भन्ने शब्द चाहिँ ग्रीक भाषामा चाहिँ यसलाई स्क्यान्डोलोन भन्दो रहेछ। स्क्यान्डोलोन, हजुर। अनि यसको मिनिङ चाहिँ नेपालीमा भनेको इट्स अ ट्राप भनेर के, यो चाहिँ एउटा जाल हो। जस्तै एउटा चरालाई पासो थापिन्छ नि, यो चरालाई जसरी हामीले समात्नको निम्ति पासो थाप्छौँ र पासोमा जब चरा पर्छ, चरा उम्किन सक्दैन, उड्न सक्दैन। त्यसै गरी यो अफेन्स हामी हुनु भनेको, चित्त दुखाइ हुनु भनेको चाहिँ यो एउटा शैतानको सबभन्दा ठुलो आत्मिक एउटा ट्र्याप रहेछ के। र यो ट्र्यापमा आजको समाज परेको हो कि भन्ने लागिरहेछ। त्यसै कारण आज हामीले अलिकता यो बारेमा कुरा गरेको चाहिँ ताकि हाम्रो कुराद्वारा हामीले यो संवाद गरिराख्दाखेरि तपाईले यो शैतानले तपाईहरुको जीवनमा अहिलेको यो वर्तमान समयमा संसारमा लिएर आइरहेको यो ट्र्यापबाट तपाई उम्किनुहोस्। किनभने यो ट्र्याप हो, तपाई र हामीलाई यसले अफेन्सिभ बनाइरहेको छ, चित्त दुखाइको कुरा आइरहेका छन्। तपाईले कसैसँग कन्ट्र्याक्ट साइन गर्नु भएको छैन, म जति मात्रामा तपाईलाई भलाइ गर्छु
तपाईले पनि मलाई त्यति नै मात्रामा भलाइ गर्नुपर्छ भनेर कन्ट्र्याक्ट छैन। यस यदि हामीले त्यसरी गरेको छौँ भने यो त एउटा बिजनेसको कन्ट्र्याक्ट भयो। Yes, यसलाई भलाइ भनेर बाइबलले भन्दैन। एक्ज्याक्टली। तर बाइबलले भन्छ तिमीले एकले अर्कालाई भलाइ गर्नलाई नथाक र उहाँको उचित समयमा तिमीले निश्चय नै कटनी पनि गर्नेछौ। परमेश्वरले निश्चय हामीलाई प्रतिफल दिनुहुन्छ, निश्चय हामीलाई परमेश्वरले आशिषमय तुल्याउनुहुन्छ। तब जसरी दाउद जस्तै, योसेफ जस्तै, जब हामी कोही प्रति पनि अफेन्स हामी हुनेतिर लाग्दैन। अन्तमा पास्टरज्यू के भन्नुहुन्छ? जतिजनाले तपाईलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ, म एउटै कुरा के भन्न चाहन्छु भने अब हाम्रो शरीरमा छौँ, संसारमा छौँ, अभियसली हाम्रो मन दुख्छ। तर यो मन दुख्यो भन्दैमा हामीले त्यो दुखाइको कारणले गर्दा हामीले गलत निर्णय कहिले पनि गर्नु हुँदैन। यस, हामीले बरु त्यो दुखाइलाई, त्यो तितोपनालाई बरु छोडेर तितोपनालाई म कसरी मिठो बनाउँछु त्योतिर हामीले लाग्नुपर्छ। अब मन दुखाइ विभिन्न प्रकारले हुन्छ हैन। अब कहिलेकाहीँ अघि हाम्रो यहाँ पास्टरज्यूले भन्नुभएको जस्तो मैले खोजे जस्तो व्यक्ति नपाउँदाखेरि, त्यस्तो व्यक्ति नभइदिँदाखेरि, अथवा मैले अपेक्षा गरेको कुराहरू मैले नपाउँदाखेरिमा त्यो कुराले गर्दाखेरिलाई पनि मन दुख्छ। एउटै कुरा चाहिँ के बुझ्नुपर्छ भने मैले अघि एउटा मेरो धेरै पहिला मैले पढेको नोटहरू यसो मैले हेर्दै थिएँ, त्यहाँ एउटा मजाको नोट मैले पाएँ अनि त्यो म प्रायः त्यो उच्चारण गरिराख्ने। म दिपेन्द्र हो, म दिपेन्द्र नै हो। यस, हैन, मैले चाहेर पनि म डेभिड चौलागाई बन्न सक्दिनँ। राइट, म दिपेन्द्र नै हो र उहाँले पनि चाहेर पनि म जस्तो बन्न सक्नुहुन्न। त्यसैले गर्दाखेरि जो व्यक्ति जे हो त्यो नै हो। त्यसैले गर्दा मैले खोजेको जस्तै हुनुपर्छ, मैले सोचेको जस्तै हुनुपर्छ। यदि भएन भने चाहिँ म चाहिँ एकदमै फ्रस्ट्रेट हुन्छु, मन दुखाउँछु, चित्त दुखाउँछु, पित्त फुटाउँछु। द्याट्स तपाईँ चाहिँ रङ हुनुहुन्छ। त्यसैले गर्दा त्यो भन्दाखेरिलाई पनि ठिक छ, इट्स ओके, उहाँ त्यस्तो हुनुहुन्छ, उहाँ म जस्तो बन्न सक्नु भएन भने म पनि उहाँ जस्तो बन्न सक्दिनँ। त्यसो हो भने अब हामी के गरौँ त, दुवैजना मिलेर जे बन्न सक्छौँ हामी त्यो बनेर हामी अगाडि बढौँ। त्यो प्रकारले हामी गयौँ भने चाहिँ पक्कै पनि हाम्रो मनमा भएका तितोपनाहरू अन्त हुन्छ र यसले हाम्रो जीवनमा ठुलो एउटा एन्टिबायोटिकको काम गर्छ। हाम्रो आत्मिक जीवनमा, हाम्रो पारिवारिक जीवनमा, हाम्रो सामाजिक जीवनमा। तपाईँ कुनै कर्मचारी हुनुहुन्छ, तपाईँ के भन्छ कर्मचारीको लेभलमा भए तापनि यो कुराले चाहिँ एउटा राम्रो असर काम गर्छ भन्ने म चाहन्छु। यही कुरा भन्न चाहन्छु। धन्यवाद। जतिजना हामीलाई हेरिराख्नु भएको छ, तपाईँले आज यो विषयमा धेरै कुराहरू सुनिसक्नुभयो अनि हामीले यो विश्वास गरेको छौँ तपाईँले परमेश्वरको आत्माले तपाईँलाई धेरै कुरा देखाइराख्नु भएको छ। तपाईँले आफ्नो हृदयलाई कसैप्रति पनि अफेन्सिभ नबनाउनुहोस्। तपाईँको हृदय कसैप्रति पनि, तपाईँको हृदयमा चित्त दुखाइका कुराहरू नहोस्, चाहे समस्या तपाईँको विरुद्धमा किन नहोस्। बाइबलमा प्रभु येशू आफैले भन्नुभयो तिमीहरूको विरुद्धमा धेरै कुराहरू आउँछन्, धेरै परिस्थितिहरू आउँछन्, तर प्रभुले भन्नुभयो रमाओ भन्नु, अफेन्सिभ हो भनेर प्रभुले भन्नु भएन। तिमीहरू चित्त दुखाओ, तिमीहरू खोइ त हामीले सेवाकाई त गर्यौं तर अन्तमा हामीले यो प्रतिफल पायौं, यो अवस्था पायौं, तिमीहरूले नभन, तिमीहरू खुसी हौ। र प्रभुले हामीलाई सिकाउनु भएको कुरा नै त्यही नै हो। तपाईँ कोही प्रति पनि अफेन्सिभ नहुनुहोस्। प्रभुले तपाईँलाई धेरै कुराहरू राखिदिनु भएको छ। तपाईँलाई परमेश्वरले उचाइ राखिदिनु भएको छ। तपाईँलाई परमेश्वरले उडानको निम्ति बनाउनु भएको हो। हार्नको निम्ति होइन, जित्नको निम्ति प्रभुले तपाईँ हामी सबैलाई बोलाउनु भएको। र तर शैतान चाहन्छ जो तपाईँ र मेरो विरुद्धमा रात दिन लागिरहेको छ, त्यो चाहन्छ हामी उड्न नसकौं, हामी ठुलो उडान लिन नसकौं, उचाइमा हामी नपुगौं। र त्यही हामीलाई रात दिन लडाउनको निम्ति, गिराउनको निम्ति शैतान रात दिन त्यसले आफ्नो ट्र्याप बिछाउँदैछ। ट्र्याप चाहिँ व्यभिचार नगर्नु भन्नु मात्रै होइन, तर जब हामी अरूप्रति चित्त दुखाइमा आउँछौं, अफेन्सिभ हुन्छौं, अनि त्यो पनि एउटा शैतानको सबभन्दा ठुलो ट्र्याप हो। तपाईँ त्यो ट्र्यापबाट जोगिनुहोस् र प्रभुमा आशिषित जीवन जिउनुहोस्। यहाँहरू सबैजनालाई धेरै धन्यवाद र विशेष गरी पास्टरज्यू तपाईँलाई पनि धेरै धन्यवाद, तपाईँले समय दिनुभएको लागि। थ्याङ्क यू सो मच। गड ब्लेस यु। प्रभुले धेरै आशिष। हजुरलाई पनि धेरै धन्यवाद यो अवसर दिनुभयो, बोलाउनु भयो त्यसको लागि। ओके, थ्याङ्क यू सो मच। यहाँहरू सबैजनालाई तपाईँहरू खुसी हुनुहोस्, आशिषित रहनुहोस् र आफ्नो हृदय एकदम शान्ति र परमेश्वरको व्यवस्था अर्थात् परमेश्वरको वचनमा तपाईले आफ्नो हृदयलाई गाढ गर्नुहोस्। प्रभुले यहाँ सबैजनालाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।